त्यस्तो छैन। पहिला पनि त्यस्तै नेपाल ब्याङ्कले नै सेन्ट्रल ब्याङ्क भनेर मान्नु पर्थ्यो क्या। हो त मान्नुपर्छ। उसैको कारणले त त्यो राष्ट्र ब्याङ्क राष्ट्र ब्याङ्क नेपाल राष्ट्र ब्याङ्क चाहिँ नि नेपाल ब्याङ्कलाई चाहिँ नेपाल राष्ट्र ब्याङ्क गरेर नेपाल ब्याङ्क चाहिँ फेरि अर्को नेपाल ब्याङ्कलाई राष्ट्र ब्याङ्क स्थापना नगरिकन नेपाल ब्याङ्कलाई नै सेन्ट्रल ब्याङ्क मानेर वाणिज्य र कृषि चाहिँ मात्रै दुईवटा चाहिँ सरकारी ब्याङ्क तोकिदिएको चाहिँ सबभन्दा बेस्ट हुन्छ। अमेरिकन यो बेलायतको अमेरिकन आएर चलाएको रहेछ नि त पहिला सुरुमा। अनि त्यहाँ चाहिँ सबै त्यसो मार्केट गर्नेहरू निवारण हुन्थ्यो कि अब जिएमहरू निवारण कसलाई दिँदा ठिक हुन्छ त भनेर यहाँ चाहिँ सरकारसँग सोद्धा त्यो चाहिँ मेहनती मेहनती काम को छ भाइ विश्वासी भन्दाखेरि नेवार छ। काठमाडौँ भ्याली नेवार चाहिँ कुन जाति भनेर सोधेको थिएँ। राज भण्डारीले दियो। राज भण्डारी थियो छोरी बिस्तारै तर त्यो समयमा धेरै गलत गरेर नेपाल ब्याङ्कलाई नै दिनु पर्थ्यो। अनि त्यो गर्दा गर्दै विचार गर्दा गर्दा त्यो नेवारहरूको नाम निशाना हराउँदै गयो। डराउने गर्थ्यो। हराउँदै गयो। अहिले हेड अफिस भनेको यो कहाँनिर छ? यहाँ चाहिँ हेड अफिस न्युरोड न्युरोड होइन त? न्युरोड भाग